नमस्कार हजुरहरूलाई। आज चाहिँ हामी नेपाली टिपिकल खाना थाली सेट बनाउँदैछौँ। यसमा रहेको छ बासमती राइस, चामल, मटन करी, साग, मासको दाल, आलुदम, लस्सी, टमाटरको अचार, सिन्कीको अचार, घिउ, गाईको घिउ, शुद्ध घिउ, गाईकै दही अनि सिकुटीको अचार। यो चाहिँ जिरा दानाको मसला कुटेर बनाउनुपर्छ। मसला पिनो जस्तोको झ्याउ काम कुकिङमा चाहिँ अरू केही छैन। मसला वान्स रेडी भइसकेपछि चाहिँ एकदम सजिलो हुन्छ। अब सबै कुरा रेडी भइसकेपछि हामी पकाउन सुरु गर्छौँ। सुरुमा लायौँ तोरीको तेल। तोरीको तेल अब तातिएपछि हामी लाउँछौँ ज्वानो। यो चाहिँ एकदम इन्डियन पाकिस्तानी स्टाइलले पकाएको छु। त्यसपछि हल्का मेथी, सबै 1 टेबल अफ स्पुन प्याज हाल्यौँ। प्याजलाई अलिअलि हल्का रातो रातो हुनु गर्ने दिने हल्का चलाएर पनि अब त्यसपछि हामी सुरुमै अदुवा लसुनको पेस्ट हल्का खोर्सानी मिक्स गरेर लगाउँछौँ। सुरुमै लगाउँछौँ यो स्टाइलमा चाहिँ। कसैले चाहिँ मासु मिक्स गऱ्यौँ। हल्का रातो कलर भएपछि सब्जी हाल्छौँ। त्यो सबै हालिहाल्नु अलैँची, सिमको पात, त्यो सबै हाल्नुपर्छ। लगत्तै अब मासु पनि हाल्नु थाल्नु। अब मासु पाक्नु थालेको छ। त्यसै बेला हामी यो टमाटरको प्युरी पेस्ट अर्ग्यानिकवाला लगाउँछौँ बेटर कलरको लागि र हल्का ग्रेभीको लागि पनि। त्यस लगत्तै हामी टोमेटो पनि हाल्छौँ। अनि हल्का 1 पन्यु जति दही लाउनु पर्ने हुन्छ। यसमा चाहिँ दही नलाइकन यसको टेस्ट फेरि हुँदैन, जस्तो हामी बनाउनु खोजेको जस्तो हुँदैन। त्यही भएर दही हाल्नु पर्ने हुन्छ। अब अलमोस्ट रेडी भयो, मटन रेडी भयो। धनियाको पात हल्का सरेर माथि अनि यसलाई अब छोपेर राखिदिने। अब चाहिँ हामी कालो मासको दाल बनाउँदैछौँ। प्रेसर कुकरमा हाल्नु पऱ्यो। कुकरमा कति जति हाल्दा हुन्छ सिटी खुल्दाखेरि। भिजाएको छ भने त 5-6 सिटीमै पाक्छ। भिजाएको छैन भने 8 देखि 10 चोटि सिटीको रेन्जमा पकाएर मजाले बासमा खलायौँ हामीले। खलायौँ। त्यसपछि अब यसलाई तड्का हाल्नुपर्ने हुन्छ। झान्नु भन्छ नेपालीमा चाहिँ, यतातिर चाहिँ सुनेको तड्का भन्छ। इन्डियन भाषामातिर छ। जिरा दाना, लसुन, सुकेको खोर्सानी जे लगाउनु पनि हुन्छ। यसमा मैले चाहिँ लसुन र अदुवा काटेर हालेको छु। यसले चाहिँ बेटर टेस्ट दिन्छ दाललाई। मासको दाल पनि अब रेडी भयो। यसमा हल्का धनिया बास्नका लागि राखिदिने। त्यसपछि अब हामी आलुदमको
बनाउनेतिर लाग्छौँ। पहिले उसिन्यो, बोक्रा फ्याल्यो, अब यसलाई काट्नु पऱ्यो पिस पिस। 4 पिस बनाउनु थियो एउटाको। यसलाई चाहिने कुराहरू यहाँ स्प्रिङ अनियन, जिरा चामल, जिरा चामल चाहिँ अब आलुदमको रेसिपी हो। मेरो स्टाइलमा, नेपाली स्टाइलमा कुटेको खोर्सानी हाल्ने, हल्का चलाउने। त्यसपछि अब बाँकी भएको स्प्रिङ अनियन चाहिँ नेपालमा प्याजको पत्ता, नफलेको प्याज सानो बेलामा उखालेर बेच्छ। युकेमा चाहिँ खुब चल्छ यो स्प्रिङ अनियन। बेसार लगायो। यसलाई कलरको लागि आलुदमको कलर रातो कि प्याजहरू हुन्छ, त्यही भएर प्युरी पेस्ट, टोमेटो पेस्ट, प्युरी पेस्ट लगाएर सबै मिक्स गरिसकेपछि हल्का ग्रेभी बनाइसकेपछि अनि हामीले आलु हाल्नुपर्ने हुन्छ। ग्रेभी बनाउनुपर्छ सुरुमा चाहिँ यसरी। अब हामीले आलु लगाइसक्यौँ, बिस्तारै फ्राई गर्दै मिक्स गर्दै अलमोस्ट रेडी भयो। अब यसलाई पनि हामी अरू खानालाई जस्तै धनियाँ जेमा पनि काम लाग्छ। धनियाँ भनेको धनियाँ हो। अब हामी टमाटरको अचार बनाउनुतिर लाग्यौँ। सुरुमा उसिन्यो अघि, त्यसमा अब सुकेको डल्ले अकबरी खोर्सानी, धनियाँ, के मनपर्छ हजुरहरूलाई जे पनि हाल्न सक्नुहुन्छ। हिमालयन साल्ट लाउँछ टमाटरमा चाहिँ खानु हुँदैन, त्यही भएर हिमालयन खाने गरेर अब यसलाई अनि मिक्स गर्ने। टोमेटो चाहिँ बोइल गर्नु जरुरी छ, अब काँचो बनाउँछ फेरि पछि मिक्स गर्नु पनि सजिलो सजिलो। रेडी भयो। अचार रेडी। यो अलिक पिरो र चड्कालो भएको थियो यो अचार चाहिँ, एकदम मिठो थियो। अब हामी बनाउन लाग्छौँ घरमा फलेको साग, अर्ग्यानिक साग है हजुर। यो चाहिँ मेरो आफ्नो पार्टनरले, वाइफले घरमै एकदम गार्डनिङहरू गर्न रुचाउँछ। त्यसमा यो डल्ले खोर्सानी देख्नुहुन्छ, यो चाहिँ नेपालबाट मगाएको हामीले। धनकुटाको एकदमै प्योर अर्ग्यानिक डल्ले खोर्सानी हो। यो लट्टेको साग खानु पाइन्छ देश युकेमा पनि है, जाँदा चलाउँदा कमी चाहिँ छैन। लट्टेको साग रेडी भयो। अब हामी अर्को खाना पकाउनतिर लाग्छौँ। चिम्टाले चाहिँ एकदम चलाउन सजिलो साग, चलाउन सजिलो। यो चाहिँ हाम्रो नेपालदेखि मगाएको सिन्की, अनि सिन्कीलाई डढाएर यसरी नुन खोर्सानीहरू लगाएर मोलेर साँधेर चाहिँ बनाएको। अब हामी मिक्स फ्रुटको लस्सी बनाउँछौँ। एप्पल, बनाना, ग्रेप्स, ओरेन्ज छ, त्यसलाई अनि फेरि अब दही पनि चाहिन्छ, दहीमा मिक्स गर्नुपर्ने हुन्छ। यो मेरो मिक्सचर ग्राइन्डर एकदमै ठुलो छ, ह्याप्पी पनि छ। यो चलाउन निकै गाह्रो पर्छ,
सबै कुरा मिक्स गरौँ यसमा। अब हामी दही पनि एड गर्छौँ। लस्सीमा दही नलाइ हुँदैन। यसमा अब चिनीहरू त केही लाउनै पर्दैन, फ्रुटहरू अलरेडी एकदमै स्विट हुन्छ। अब हामी यिनीहरूलाई मिक्स गर्छौँ। मिक्स गरौँ। हाम्रो लस्सी पनि रेडी भयो। यो लस्सी चाहिँ एकदम टु गुड भएको थियो है, अर्ग्यानिक होममेड। बजारमा किनेर होटलमा किनेर खाएको भन्दा पनि यसरी बनाएर घरमै लस्सी बनाएर खान सक्नुहुन्छ। हेल्दी पनि हो एकदम। अब हामी बासमती चामलको खाना बनाउँछौँ। टिपिकल भात के गर्छ राइस। यो राइस चाहिँ एकदमै सुपर लङ एक्स्ट्रा लङ ग्रेन्स राइस हो। भिटको होला सायद, भिट बासमती चामल राइस। अब यो राइस कुकर हो हाम्रो। अलिकति घिउ पनि एड गर्दा राम्रो, किनकि टाँसिँदैन गरे गएर फर्राको हुन्छ घिउ एड गर्नाले। एक छिटी लाउनुपर्छ भयो। पानी त थोरै राख्नुपर्छ है। अब हाम्रो खाना पनि रेडी भयो, साथै नेपाली थाली सेट रेडी। मिष्ट भोजन। ल हेर्नुहोस् गाइजहरू, दर्शकबिनहरू, यसरी थाली सेट बनाउँछौँ घरमै। यसरी बनाएर युकेको ठाउँमा पनि हामी नेपाली स्वाद पूर्ण गर्न चाहिँ सकेको छौँ अहिलेसम्म। खसीको मिट लभर, खसीको मासु लभरहरू को हुनुहुन्छ, यो तपाईँहरूको लागि धन्यवाद। अर्को भिडियोमा भेटौँला। हस् त, बाई बाई। राइसमा फोकस गर्दै बासमती चामल भयो।